नमस्कार। हामीले देखिरहेको दृश्य बेनगाडोराङ गाउँपालिका वडा नम्बर 4 को निर्माणाधीन अवस्थामा रहेको वडा कार्यालयको भवन विगत लामो समयदेखि अति आवश्यक रहेको वडा कार्यालय भवनले लगभग 75% कामले स्थायित्व पाइसकेका छन्। अब पूर्ण रूपमा सम्पन्न भए पश्चात वडा कार्यालयको सेवा सुविधा अझ सहज, सरल, व्यवस्थित र नागरिक मैत्री हुने अपेक्षा पनि राखेका छौँ र छिटो र गुणस्तरीय सेवा प्राप्त गर्ने कुरामा पनि हामी पूर्ण विश्वस्त छौँ। आगामी स्थानीय तहको निर्वाचन पश्चात पनि गुणस्तरीय सेवा प्राप्त गर्ने कुरामा पनि हामी पूर्ण विश्वास छौँ। नयाँ भवन, नयाँ कर्मचारी र सेवाग्राही दुवैको लागि सुविधाजनक वातावरण होस् र वडा स्तरको सेवा प्रवाहलाई नयाँ उचाइमा पुर्याउने कुरामा पनि अपेक्षा गर्दछु। लगभग यो कार्यालयबाट हामीले यो वडा कार्यालय यस वडाकै सेन्टर पाइपर्ने स्थानमा नै रहेको जस्तो देखिन्छ, किनकि भूगोलको हिसाबले हामी यहाँबाट यस वडाका धेरै जसो भूभागहरू चाहिँ देख्न सक्छौँ। लगभग यस वडाबाट हामीले इलाम, साइछाप, मोहरिया, खुम्बारी, भर्कपुर, गोमती देख्न सक्छौँ। त्यस्तै गरी डुम्रे, छिपीगाउँ र रुदिङ पनि यस वडाबाट नै हामीले देख्न सक्छौँ। यस वडाबाट लगभग टाढा दूरीको हिसाबले टाढा भनेको गोमती र लामी डाँडा हुनसक्छ। यो हामीले अहिले देखिरहेको चाहिँ यो उतापट्टिको डाँडो गोमतीको डाँडो हो। हस्त, धन्यवाद।